हेलो साथीहरु नमस्ते स्वागत छ हजुरहरु सबैलाई मेरो नयाँ भिडियोमा। आशा छ हजुरहरु सबैजना एकदम सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु है। अनि आजको भिडियो चाहिँ खासै स्पेशल छैन। आजको भिडियोमा चाहिँ यहाँ हामीहरु इट्टा बनाउँदै छौं है। मैले चाहिँ हजुरहरुलाई अस्ति नै 3-4 दिन अगाडिदेखि केही अपडेटहरु पनि दिइराखेको छु सर्ट भिडियोको मार्फत। हामीहरुले चाहिँ हाम्रो पुरानो घरलाई भत्काएर त्यही घर भएको ठाउँमा अर्को सानो नयाँ घर बनाउँदै छौं। माटोको काँचो इट्टाको। अनि हामीहरुले चाहिँ अस्ति नैबाट यहाँ इट्टाहरु पनि पारिरहेका छौं है। हजुरहरुले मेरो सर्ट भिडियोमा पनि देख्नु भएको होला। अनि त्यो चाहिँ हामीहरुले अस्ति हिजो हानेको इट्टा हो। अनि यो चाहिँ आज हानेको है। अलिकति त्यहाँ पर पनि हानेको छ। म हजुरहरुलाई देखाउँछु है साथीहरु, हेर्न सक्नुहुन्छ। यहाँ पनि आज इट्टा हानेर हामीहरुले चाहिँ पहिला यही माटो बनाथ्यौं के इट्टा पार्नको लागि। यो सबै इट्टा पारेको यही खेतको माटोले हो। अनि यो खेतको माटो भ्याइसकेपछि आज चाहिँ हामीहरुले फेरि यहाँ माटो खन्दै छौं। इट्टा कम पर्यो नि त हामीहरुलाई। कमसेकम इट्टा चाहिएको 4-5 हजार हो भनेपछि हाम्रो चाहिँ यो इट्टा अहिले 2500 जति भयो यो सबै इट्टाहरु। अनि आज यो खेतमा खन्दै छौं। यो माटो खनेर फेरि आज खोलाबाट मोटर लगाएर यहाँ पानी चारेर मजाले माटो पकाएर यहाँ फेरि यो खेतको माटो चाहिँ भोलिबाट तयार हुन्छ हैन इट्टा हान्नलाई। अनि यहाँ चाहिँ हाम्रो सन्तोष दाइ हजुरले देखिसक्नु भएको छ मेरो सर्ट भिडियोमा है। अनि उहाँ चाहिँ मेरो बुवा हुनुहुन्छ। अनि हामीहरुले चाहिँ यहाँ पालै पालो खनिरहेका छौं है साथीहरु फेरि। ल हेर्न सक्नुहुन्छ। माटो त बहुत सारो छ के। अहिले भर्खर मैले यो फरुवाले खनेको यो हो कि यो बुवा यो हो कि हैन त्यो हो र यसरी हानेको फरुवै पुरा दबेर दोब्रिहालेको के। ल खै खै हेरौँ त कहाँ छ फोका खै। ल हेर्नुस् साथीहरु, असली मेहनत यसलाई भन्छ। गाह्रो छ हैन। यसरी माटोमा फरुवा हानेको फरुवा तान्दाखेरि फरुवै नआउने के फरुवै दोब्रिहालेको साथीहरु। सारो छ के माटो एकदम। हेर्नु न पुरा यस्ता डल्ला निस्किरहेका छन्। ल हेर्नु है। यो चाहिँ अब हाम्रो घर भयो साथीहरु है। यही घरभन्दा अगाडि यतापट्टि चाहिँ हाम्रो पुरानो खरको छाना र माटोले बारेको घर थियो। अनि त्यो घर चाहिँ भित्रभित्र एकदम खराब भइसकेको थियो के। काठ दाउराहरू कुहिएर यो बर्खामा टिक्नै नसक्ने अवस्थामा भइसकेको थियो। त्यही भएर हामीले चाहिँ त्यो घरलाई भत्काएर फेरि अर्को नयाँ भान्साघर बनाउँदै छौं। अनि ल है साथीहरु, यस्तो छ हाम्रो आजको काम। भिडियो खासै लामो त हुँदैन होला, त्यही पनि अब सानो भिडियो बनाउने कोसिस गरिरहेको छु। के कस्तो लाग्छ हजुरहरुलाई यसो सल्लाह सुझावहरु दिनु होला। अनि र भिडियो मन पर्छ भनेपछि भिडियोलाई लाइक पनि गर्नु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। अब चाहिँ हाम्रो यहाँ इट्टा देखाउँछु है म हजुरहरुलाई। ल हेर्नु, यो इट्टा चाहिँ पुरा सुकिसकेको छ है साथीहरु। हेर्दाखेरि चाहिँ एकदम धेरै देखिन्छ यहाँ। लगभग एमा 1500-1600 जति होलान् र 500-600 जति एमा होलान् है मोटामाटी। अब एमा 2000 छन् कि हैन बुवा एमा के 1630 छ गरे एमा। सबै मिलाएर लगभग 2000 भन्दा धेरै नै होला, 2200-2300 जति छ क्या। अब आज चाहिँ हामीहरु फेरि यहाँ खन्दै छौं इट्टा। अनि हेर्नु न हाम्रो यो पुरानो घरको खर चाहिँ यहाँ हामीहरुले यतातिर थुपारेका छौं। अनि गहुँ पनि काटिसकेको छ। अब यो खरलाई चाहिँ मजाले यहाँ खेतमा फैलाएर आगो लगाइदियो भने एकदम दामी मल हुन्छ के। हेर्नु न यहाँ अलिकति लगा पनि छ आगो। अनि यस्तो छ है साथीहरु हाम्रो गाउँको दृश्य पनि देख्न सक्नुहुन्छ हजुरहरुले। आज चाहिँ चैतको 20 गते भयो। अनि मौसम यस्तो छ, आज चाहिँ बादल पनि लागिरहेछ। अनि ल हेर्नु है, म हजुरहरुलाई हाम्रो घर अगाडि देखाउँछु है साथीहरु। जहाँ हाम्रो पहिला पुरानो घर थियो त्यहाँ देखाउँछु। घर त अब छैन, घर भत्किसक्यो। हाम्रो अलिकति केही कामहरु पनि भइरहेको छ यहाँ। घरको जगसग पुर्ने काम भइसकेको छ नयाँ घरको लागि। हेर्न सक्नुहुन्छ है। यहाँ हामीहरुले मजाले घरको जगहरु पुर्दिएका छौं। अनि हाम्रो पुरानो घर चाहिँ यहाँ थियो के। यो घर भत्काएर यहाँ जगहरु चाहिँ हामीले पुरा रेडी गरिसकेका छौं। अनि इट्टा बन्यो भने भटाभट हाम्रो घरको काम पनि सुरु हुन्छ है साथीहरु। ल अब चाहिँ एकछिन म पनि खन्न जान्छु है त एकछिन।
सारा छाउने चाहिँ आधीदेखि गयो मेरो त अलि भिजाए त हुन्थ्यो कि यसलाई यस्तो सुइगयो है माथि माथि मात्रै भिजेको तल भिज्नै पाएन ल है त साथीहरू अब चाहिँ हाम्रो त्यहाँ यो माटो खनेर पनि अब लगभग भ्याइन लागेको छ अब चाहिँ हामीहरू अब पानी लगाउन जान्छौँ होला है अनि यहाँ हेर्न सक्नुहुन्छ छतबाट चाहिँ एकदम दामी देखिएको छ है हाम्रो इट्टाहरू हेर्न सक्नुहुन्छ पुरा अब अलिकति थोरै मात्रै बाँकी छ खन्न त्यहाँनिर मात्रै बाँकी खनिसक्यो अब चाहिँ हामीहरू पानी चार्न जान्छौँ होला है साथीहरू हस् त अब भिडियो पनि यहीँ इन्ड गरौँ अब जानी नजानी एउटा सानो भिडियो बनाएको छु के कस्तो लाग्छ हजुरहरूलाई यसो प्रतिक्रिया दिनु होला है त हस् त साथीहरू बाई बाई